के तपाईँ सचेत हुनुहुन्छ? मतदान कस्तो मान्छेलाई दिने भनेर सोच्नुभन्दा पहिले देश कसरी विकास हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ। देश त तब बन्न सुरु हुन्छ जब सबै जनता विवेकी र सचेत हुन्छन्। विवेकी र सचेत जनता त्यो हो जसले के सही र के गलत छुट्याउन सक्छ, आफ्नो समाजमा सही क्रियाकलाप गर्न थाल्छ, आफ्नो वरिपरि भइरहेको मूल समस्याहरू बुझ्न सक्छ र ती समस्याहरूको समाधानतर्फ लाग्न थाल्छ। विवेकी र सचेत नागरिक त्यो हो जसले गलत मान्छेलाई कहिले समर्थन गर्दैन, जसले आफ्नो समाज र देशका समस्या डर नमानी देशका अगुवाहरूलाई सुनाउन सक्छ र समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहन्छ। त्यसैले मतदान कस्तो मान्छेलाई दिने भनेर सोध्नुभन्दा पहिले आफू कत्तिको विवेकी र सचेत नागरिक बनेका छौँ भनेर सोच्नुपर्छ। किनकि सही मतदाता बिना सही नेता आउँदैन र सही नेता बिना देशको सही विकास सम्भव हुँदैन। के तपाईसँग सही र गलत नेता छुट्याउने क्षमता छ? के तपाईँले आफ्नो भोट माग्दै हिँडेको नेतालाई साँच्चै चिन्नु भएको छ? के तपाईँले कहिले नेताको विचार, नीति र योजना बुझ्ने प्रयास गर्नुभएको छ? के तपाईँले भोट दिनु अघि नेताको अघिल्लो काम र इतिहास हेर्नुहुन्छ? के तपाईँलाई थाहा छ तपाईँको नेताले तपाईँको समुदायका वास्तविक समस्या बुझेको छ कि छैन? के तपाईँलाई थाहा छ तपाईँले भोट दिन लाग्नुभएको नेता कत्तिको पढे लेखेको छ? के तपाईँ जात, धर्म, पैसा वा लोभको आधारमा होइन सोच समझका साथ भोट दिनुहुन्छ? के तपाईँले भोट दिनु अघि नेताको बोली र व्यवहार एउटै छ कि छैन भनेर हेर्नुभएको छ? के तपाईँ गलत काम गर्ने नेतालाई हाम्रो मान्छे भनेर समर्थन गर्नुहुन्छ? के तपाईँ आफ्नो मतलाई 5 वर्षको भविष्यसँग जोडेर सोच्नुहुन्छ? यदि तपाईँ नै विवेकी र सचेत मतदाता बन्नु भएन भने देश कसरी सही दिशामा जान सक्छ? अघिल्लो जेनजी आन्दोलनले हामीलाई धेरै कुरा सिकाएको छ। त्यस आन्दोलनमा धेरै बालबालिकाले ज्यान गुमाए, धेरै मानिस बेपत्ता भए। अब प्रश्न उठ्छ, यसको जिम्मेवार को थियो त? यो कुरा बुझ्न तपाईँ हामी सबैका लागि आवश्यक छ। अहिलेसम्म हामीले संसदमा देखेका धेरै व्यक्तिहरू न पर्याप्त पढेका थिए, न त आवश्यक ज्ञान नै थियो। कतिपयलाई त आफूले भन्न खोजेको कुरा पढ्न समेत आउँदैन थियो। तर यस्ता मानिसहरूलाई जिताएर संसदमा पठाउने काम कसले गर्यो? हामी जनताले नै। यो सत्य स्वीकार गर्न हामीलाई गाह्रो लाग्न सक्छ, तर यो बुझ्नु अत्यन्तै आवश्यक छ। अझै पनि धेरै नेताहरू यो बनाइदिन्छु, त्यो गरिदिन्छु भन्दै गफ र भाषणबाटै भोट मागिरहेका छन्। यदि हामी अझै पनि यस्ता गफ र भाषणमा फसिरह्यौँ भने हाम्रो देश झन पछाडि धकेलिँदै जान्छ। हामीले बुझिसकेका छौँ, सामान्य सरकारी कर्मचारी बन्न पनि पढ्नुपर्छ, मेहनत गर्नुपर्छ, लोकसेवा पास गर्नुपर्छ। तर त्यही देश चलाउने सांसदमा भने नपढेका, ज्ञान नभएका मानिस पठाउनु कत्तिको लाजमर्दो कुरा हो। कुनै पनि समस्याको समाधान त्यो व्यक्तिसँग गहिरो ज्ञान र अध्ययन भएको खण्डमा मात्र सम्भव हुन्छ। हामीलाई त्यस्तो नेता चाहिँदैन जो गफ गरेर 5 वर्ष बिताओस्, जो भ्रष्टाचार गरेर देशको ढुकुटी रित्याओस्। यति सानो देश यति लामो समय बितिसक्दा पनि हामीले सोचे जति विकास गर्न सकेनौँ। आज पनि दुर्गम ठाउँका मानिसहरू पीडामा छन्, समस्यामा छन्। उहाँहरूको आवाज कसले सुन्छ? त्यसका लागि हामी परिवर्तन हुन आवश्यक छ। जेनजी आन्दोलनपछि देश सही मोड लिन खोज्दैछ। आज धेरै पढे लेखेका समक्ष व्यक्तिहरू राजनीतिमा अघि आइरहेका छन्। उहाँहरू राजनीतिप्रति गम्भीर चासो व्यक्त गरिरहेका छन्। पिएचडी गरेका बुद्धिजीवी, डाक्टर, इन्जिनियर, वकिल, ठुला ठुला विश्वविद्यालयमा पढेका, विदेशमा काम गरेर अनुभव बटुलेका, दूरदृष्टि भएका व्यक्तिहरू आज हाम्रो घरदैलोमा भोट माग्न आइरहेका छन्। यदि यसपटक हामीले पढे लेखेका, ज्ञान भएका व्यक्तिहरूलाई संसद भवनसम्म पुर्याउन सक्यौँ भने हाम्रो देशले नयाँ फड्को मार्न सक्छ। हाम्रो समाजमा पढे लेखेका मानिस धेरै छन् र उनीहरू ज्ञान नभएका सांसद देख्न चाहँदैनन्। यदि हामीले चाहेको जस्तै हाम्रा अभिभावकहरूले काम गर्न सके भने देशले साँच्चै नयाँ दिशा लिन सक्छ। हामीसँग देश परिवर्तनका लागि केवल एउटा अवसर छ, केवल एउटा छ। हामीले चाहेको नेता पाउन केवल एउटा अवसर छ। हामीले चाहेको देश बनाउन केवल एउटा अवसर छ। के तपाईँ सचेत हुनुहुन्छ?